हेलो मैम। नमस्ते। हजुर। अन्त तपाईँ कहाँबाट आउनु भएको मैम? म भुटान, थिम्पू भुटान। ए तपाईँ अन्त कुन कुन चाहिँ कोर्स गर्नुभयो? म माइक्रो ब्लेडिङ एन्ड आइलेस एक्सटेन्सनको लागि आएको यता। एन्ड हाउ वाज योर एक्सपिरियन्स हियर इन प्रियङ्काज मेकओभर? प्रियङ्काज मेकओभरमा एकदम राम्रो छ। मलाई एक्सपिरियन्स बहुत मलाई आयो क्या। अन्त म छिटो छिटो सिक्नुको लागि होइन, मैले बिहान बेलुका मर्निङ इभिनिङ गरेर मैले बहुत उयो मेहनत गरियो सिक्नुको लागि। एकदम राम्रोसँगले सिकाउनु हुँदो रहेछ। सो आज लास्ट फाइनल थियो मेरो। मेरो रिजल्ट चाहिँ कस्तो आयो भने मेरो यो के भन्छ, आज स्टुडेन्ट होइन, यहाँ प्रियङ्काजको स्टुडेन्ट होइन, उहाँको लागि मेरो थियो रिजल्ट। मेरो यस्तो भयो क्या, यस्तो राम्रो भएको छ। आज मेरो लास्टको फाइनल एक्सपिरियन्स भएको, सिकेर चाहिँ यतिको मेहनत आयो। यही हो मेरो आइलेस एक्सटेन्सनको लागि। यस्तै छ, राम्रो छ एकदम। हाम्रो म्याम हुनुहुन्छ, उसले तपाईँलाई कस्तो पाराले गाइड गर्नुभयो? कस्तो राम्रो लाग्यो? मिन्स केही प्रब्लम त भएन होला सिक्दा, क्लास गर्दा? एकदम साथी जस्तै, हामी साथी जस्तै गरेर एकदम हामी यस्तै सिक्यो। म राम्रो लाग्यो, खुसी लाग्यो। सो अब तपाईँ अब जहाँ जहाँ हुनुहुन्छ होइन, भुटान, अब नेपाल, सिलगढी कतैतिर हुनुहुन्छ भने, फिन्चुलिङ कतैतिर हुनुहुन्छ भने तपाईँहरूले सबै वेब पेज नि सबैतिर के अरे प्रियङ्काज मेकओभर एकाडेमीमा सर्च गर्यो भने एकदमै राम्रोसँगले भेटाउनुहुन्छ। अन्त तपाईँहरूले एकदम यो वाट्सएपमा त्यहाँनिर थिच्यो भने चाहिँ वाट्सएपमा आउँछ होइन। अन्त वाट्सएपमा टाइप गरेर चाहिँ उहाँसँग च्याटहरू गऱ्यो भने बहुत के भन्छ, उनीहरूले मजाले भनिदिनुहुन्छ, डिटेलमा भनिदिनुहुन्छ। अन्त कुन कुन गर्ने छ तपाईँहरूले सबै एक्सपिरियन्स छ के हाम्रो यहाँको सबैमा, इच एन्ड एभ्री। अब त्यो के भन्छ मेकअप एन्ड देन यो आर्टिस्टमा एकदम राम्रो छ उहाँ चाहिँ। अन्त तपाईँहरूले च्याट गर्नुभयो भने वाट्सएपमा त्यहीँनिर लिङ्क हुनुहुन्छ, त्यहाँ मुनि लिङ्क। म्याम तपाईँ यति टाढोबाट आउनुभयो हाम्रो एकाडेमीमा, के यस्तो प्रब्लमहरू भयो कि भएन? मिन्स सबै कुरा ठिक लाग्यो हाम्रो एकाडेमीमा? एकदम ठिक लाग्यो, केही भएन, प्रब्लम केही भएन, राम्रो लाग्यो। बस्नेदेखि नै एकदम राम्रो छ, बस्ने खानु लागि एकदम राम्रो छ। अनि तपाईँको अहिले यो कोर्स चाहिँ गर्नुभयो तपाईँले, त्यसमा केही डाउटहरू केही छ भने भनिदिइहाल्नु। अहिले त छैन होइन, पछि बाइचान्स माथि गएर बिर्सेछ भने चाहिँ यहाँनिर कल गरेर पनि भन्न सक्छ, एभाइलेबल छ रहेछ। अन्त कल गर्नु भन्नुभएको छ सर र म्याडमले, अन्त कल गर्दा भइहाल्छ। तपाईँ यति ट्रस्ट गरेर हाम्रो प्रियङ्काज मेकओभरमा आइदिनु भयो एज अ इन्टरनेसनल स्टुडेन्ट, त्यसको लागि धेरै धेरै धन्यवाद छ तपाईँलाई। थ्याङ्क यू। तपाईँलाई केही प्रब्लम भयो भने हाम्रो कोर्सको रिगार्डिङ तपाईँ सर म्यामहरूलाई कन्ट्याक्ट गर्नु सक्छ। के कुरा सब तपाईँलाई प्रब्लम हुँदैछ, इफ यु आर वर्किङ समवेयर, तपाईँलाई के प्रब्लम हुँदैछ, देन यु क्यान कन्ट्याक्ट आवर म्याम सर, दे विल गाइड यु, दे आर भेरी फ्रेन्डली। ओके म्याम, बेस्ट विसेस फर यर फ्युचर। थ्याङ्क यू, बाई।